ल हेरौँ त रोमानिया। यसो घुमघाम साँझमा काम छुट्टी भएपछि म यहाँ अचम्म देखाउँछु। यहाँनिर कुटिल कोसाको बोर्ड देखाएको थिएँ मैले, कहाँ गएछ? ओखरको बोट, कति ओखरको बोट। कुटिल कोसाको बोट देखाएको थिएँ। साग पाएन भन्छ रोमानियामा, लट्टेको साग, बेथेको साग खोज्दै हिँड्ने देख्छ। यहाँ कति लट्टे बेथे टन्नै पाउँछ। कुटिल कोसा चाहिँ देखाउन मन लाग्थ्यो मलाई। यहाँ अघि मैले खाएको थिएँ यहाँ आउँदाखेरि बाटोमा। यो हो कुटिल कोसाको बोट। नेपालको भन्दा ठुलो विकसित अलि, देश पनि अलि बढी विकसित भएर होला। अझै देखाउँछु म, ठुलो दामी दाना लागेको देखाएको थिएँ। साग पाएन भन्छ रोमानियामा, खान पाएन अरे। कति खाने के यहाँ तोरी, आँखाले भ्याइ नसक्नु तोरी हुन्छ बाटोभरि जताततै। रायो पनि रोपेको छु। कुटिल कोसा अहिले टाढा भएर कोठादेखि यहाँ घुम्न आएको बेला भएर रायो पनि रोपेको छु, मेथी खाने कि, धनियाँ रोपेको छु, डल्ले खोर्सानी रोपेको छु। सब देखाउँछु म अर्को भिडियोमा। अब कुटिल कोसामा खतरा पोटिलो रहेछ। खासमा चाहिँ आज यहाँ मेरो तलब आएको दिन हो कि, बियर लिन आएको। खाइदिउँ न, कति दुःख मात्र गर्नु कहिलेकाहीँ त। यस्तो छ रोमानिया, पुरा तराई हो, तराई फाँट। यो आँखाले देखेको जति सबै हरियो जति तोरी हो, यताको आँखाले देखेको जति सबै तोरी र गहुँ। अलिअलि पहेँलो भएको जति गहुँ, हरियो चाहिँ सबै तोरी। नजिकबाट देखाउँछु है त म। अलि टाढा छु अहिले। झोला भिरेर टक्क लाएर बियर एक बोतल लिएर आएको छु। एक बोतल त खानै पऱ्यो नि, तलब आएको दिन। धेरै खाने होइन, कहिलेकाहीँ यसो तलब आएको दिन त हुन्छ। धेरै खायो भने त फेरि कमाएको जति रक्सी खाएर सिताएर के गर्नु। ल आयो गाउँै गाउँ। यो रोड पनि त पारि, ओहो गाडी कुदेको छ फेरि, त्यति रोड क्रस गर्न नि भएन, उडाइदिएर गयो। बेथेर लट्टे जाब त छ्यास्छ्यास्ती कति अब। त्यो बाहेक यहाँ तोरी र मोमो बस्नमा सिस्नु त पाउँछ। सिस्नु हालेको थिएँ मैले अझ अगाडिको भिडियोमा। सिस्नु त पाउँछ यहाँ कति अब। साग खानु पाएन भनेको छ मान्छेहरू। सिस्नु खाने कि, तोरी खाने कि, लट्टिया खाने कि, बेदै खाने कि। सब तोरी हो, झरिसकेर सबै तोरी फुल झरेर सब दाना लागेछ। यताको पहेँलो देखाएको छ गाउँ, सब तोरी हो। लाएर फुल फुलेको पनि छ। ओहो के हो यो, के साह्रो फुल फुलेको यो गाउँ।
तोरी भने विश्वास लागेन जस्तो छ। अलि नजिकबाट देखाइदिउँ भनेर भनेको, मार्ने हो कि फेरि। सब दाना लगाइसक्यो तोरी हो कि ल हेर, सब दाना लगाइसक्यो तोरीमा। रायो छ, डल्ले खुर्सानी छ, धनियाँ छ, सिमी छ, केराउ, मुला सब रोपेको छु मैले। अर्को भिडियोमा म देखाउँछु। ल अहिलेलाई चाहिँ यति नै, गुड बाई। यहाँ